आज यो सुशीला कार्की प्रधानमन्त्री भएपछिको आज नयाँ दिन। आज चाहल महल हेरौँ न के कसो छ। तपाईँलाई म अहिले कोटेश्वरबाट संसद भवन हुँदै पुरानो बानेश्वर निस्किँदैछु। हजुरलाई म देखाउँछु, हेर्नु होला अवस्था के छ। जनजीवन अहिले नर्मल भइसक्यो लगभग। गाडीहरू चल्न थालिसक्यो फाटाफुट्टा। सार्वजनिक गाडी चाहिँ अहिलेसम्म देखाएको छैन। अरू प्राइभेट गाडीहरू जस्तै काम गर्नलाई अब आज शनिबार भएको हुनाले गर्दा पनि अब केही अफिसहरू पनि खुल्या होला होइन। त्यो भएर मान्छेहरूको चहल पहल अलिक देखिन्छ। सार्वजनिक गाडी चाहिँ देखिरहेको छ। म पनि अब जाँदैछु यसो माहौल बुझ्नलाई। देख्नुहुन्छ सबैहरूलाई म संसद भवनको अवस्था देखाउँछु। आज के होस्, अब नयाँ प्रधानमन्त्री नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले अब आफ्नो अन्तरिम जुन छ नि कार्यकाल 6 महिनाको, त्यसमा अब उहाँले कस्तो गर्नुहुन्छ भन्दा होइन नेपालीहरूको आशा जुन छ उहाँप्रतिको पुरा गर्न सक्नुहुन्छ हुन्न भन्ने कुरा छ होइन। अब हामीले त्यही पर्खिन बाहेक केही पनि छैन त्यो कुरामा। अब आज अब उहाँले मन्त्रीमण्डल आफ्नो पुगु गर्ने भनेर छान्नुहुन्छ। अब उहाँहरूले पनि आफ्नो निष्ठापूर्वक आफ्नो इमान्दारी देखाएर हुन सक्छ भन्ने आशा। नयाँ नेपाल जुन हामी नयाँ नेपाल हुन्छ, आज चाहिँ एक्ज्याक्ट नयाँ नेपाल भएको छ। अनुभव पनि बिहानदेखि मलाई त्यसै लागिरहेको छ। अब तपाईँहरूलाई के कसो लागेको छ यो अहिले हामी तिनकुनेको पुल आइसक्यो। हेर्न सक्नुहुन्छ अवस्था सामान्य बन्दै गएको छ। अब आज भइहाल्यो शनिबार। अब भोलि फेरि अफिसहरू सरकारी अफिसहरू पनि खुल्छ होला सायद। दसैँ पनि नजिक आइरहेछ। त्यस कारणले गर्दाखेरि अब रहल पहल कामहरू हुन्छ, त्यो पुरा गर्नलाई पनि गर्छ। यहाँ टायर हालेर यस्तो छ। सरसफाइ त जेन्जीले गरिसकेको छ। सरसफाइ पुरै जस्तो पहिलो थियो त्यो छ होइन। नर्मल अलिअलि त भइ नै हाल्छ, बाँकी रहेछ। नत्र त प्रायः सबै सफा भइसकेको छ। जेन्जीहरू युवाहरूले गर्यो। अरू बाहेक त अब घुसपेटीहरूले गरेर गर्नुपर्ने कामहरू आइसक्यो। तपाईँलाई म संसद भवन ल्याउँछु। यता यातायात आक्रोश जुन युवाहरू बालबालिकाहरू जेन्जीहरू माथि भयो त्यसको विरुद्धमा हेर्न सक्नुहुन्छ कस्तो अवस्था। अनि बानेश्वर अन्त नर्मल छ, सामान्य चहल भइरहेको छ। हत्यारा भनेर यहाँनिर लेखाएको छ, केपी चोर भनेर लेखाएको छ। हेर्न सक्नुहुन्छ सबै कुराहरू। अब हामी यता पुरानो बानेश्वर साइडतिर जान्छ। हेर्न सक्नुहुन्छ बाटोको तपाईँलाई संसद भवनको मात्रै अहिले देखाउन कोसिस गरिरहेको छु। यताको यो अहिले त अरू भवनहरूमा त त्यस्तो क्षति भएको छैन। सिर्फ यो के अरे सरकारी भवन संसद भवन हो होइन। यहाँ सेभ स्टल्स भन्ने लेखेर उहाँहरूले स्लोगनहरू लेखिराख्नुहुन्छ साइड अब दिवारमा। ल अब आजलाई मेरो यहीँ सकिन्छ। हस्, धन्यवाद।